यति राम्रो ठाउँ कहाँ होला त आउनु चाहिँ लोकेसन सँगै पत्ता लगाउँ। यता पनि हैन, यता पनि हैन, यता पनि हैन, यतातिर लागौँ है त साथीहरू। यता भनेको चाहिँ कता भन्नुहुन्छ होला? यो चाहिँ पञ्चपुरीमा रहेको बाबियाचौर चोकदेखि जामु चिसापानी जाने बाटोतिर पर्छ। आउनुहोस् है मेरो पछि पछि हेर्न जाम। हामी चाहिँ लोकेसनमा पुगिहाल्यौं साथीहरू। यो रेस्टुरेन्टको नाम चाहिँ दाजुभाइ चिया गफ एन्ड रेस्टुरेन्ट हो। यो रेस्टुरेन्टमा बाहिरबाट हेर्दा त यति आनन्द मिल्छ भनेपछि भित्र गएपछि झन् कति आनन्द मिल्ला त। यहाँ चाहिँ सफा अनि स्वच्छ वातावरण पनि रहेको छ। एकान्त ठाउँमा रहेको रहेछ। यहाँको काम चाहिँ चाँडो चाँडो हुँदै रहेछ। यो रेस्टुरेन्टको अहिले चाहिँ उद्घाटन भएको छैन, अब एक हप्ता भित्र हुनेवाला नै छ। हजुरहरू पनि सहभागी हुनु होला। यो रेस्टुरेन्ट आधाउधी बन्दा त यति राम्रो छ भनेपछि पुरा भइसकेपछि कस्तो होला इमेजिन गर्नुस् त साथीहरू। यो चाहिँ पञ्चपुरीको नै एकदम बेस्ट रेस्टुरेन्ट बन्नेवाला छ साथीहरू। हजुरहरू पनि एकचोटि आउन नबिर्सनु होला। नाइटमा चाहिँ यस्तो बवाल देखिएको छ। यति राम्रो राम्रो लाइटहरू जोडेर चाहिँ यस्तो राम्रो बनाउनु भएको छ यो रेस्टुरेन्ट। यो रेस्टुरेन्टको बारेमा हजुरहरूलाई यो भन्दा धेरै जानकारी चाहिएको छ भने मैले नम्बर राखिदिएको छु, हजुरहरू लिन सक्नुहुन्छ। लिएर चाहिँ यहाँको बारेमा सबै कुरा सोध्न सक्नुहुन्छ। हस् साथीहरू, आजको लागि चाहिँ यति नै। अब अर्को मिनी भ्लगमा भेटौँला। थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।